हिजो चाहिँ टिकटकले एकदमै स्क्याम हान्दियो उसको के हो बुढी हो कुन संसार हो यो हेलो जलपरी हाउ आर यु ओके हेलो मैले आनन्द आछ साँच्चीकै पो रहेछ नक्कली भनेको हौ चढिरहेको यिनीहरूले खा है आएर म है यो फेरि भगर एक छाड हुन्छ यार बाघसँग यसो खेल्न गएको बाघ डराएर हैरान यार शार्क टनेल यसको सुनले त फेरि Hello and good morning everyone. It's day 4 at Bangkok, Thailand. अहिले चाहिँ हामी कहाँ रे सी लाइफ जाँदैछौँ हिजो दुःख पायो हामीले हैन अब हिजो नै जाने प्लानिङ थियो हिजो चाहिँ टिकटकले एकदमै स्क्याम हान्दियो उसको कहाँ पर्सेन्टेज आउँदो रहेछ त्यो पसलमा गएर न त्यसले मेरो भाषा बुझ्ने न मैले त्यसको भाषा बुझ्नु ए भगवान इरिटेटै गयो मिल्ने भयो नि आफ्नो देशमा भए गाला सला फुट्नेर हान्नुहुन्थ्यो तर त्यस्तो गर्नु भएन अर्का देशमा है ए चिल छ यहाँ होइन मान्छे सबै चिल रहेछ धेरै चिल भएर हामीलाई गाह्रो भयो केही छैन एनिवे अब हिजोको टाइम चाहिँ हामीले अब लास्ट टाइममा राम्रै मान्छे भेट्यो होइन एकजना ट्याक्सीवालाले चाहिँ हामीलाई अब टिकट सिकेट काट्नु पर्दो रहेछ त्यो भएर आजको लागि चाहिँ टिकट काटिदिएको छ 10 बजेको र त्यही जाँदैछौँ अहिले चाहिँ पानी परिरहेछ ट्राफिक जाम छ बेसरी काठमाडौँ भन्दा नि डेन्जर जाम हुँदो रहेछ यहाँ त हाम्रो म्याडमले ड्राइभ गर्दै हुनुहुन्छ बोल्ट भन्ने एपबाट चाहिँ हामीले बुकिङ गरेको ठिक छ सजिलो भएको छ पानी चाहिँ अब सायद यहाँ पनि अब बर्खा महिना लाग्न लागेको जस्तो छ पानी चाहिँ जोस् परि नै रहेछ बिहान चाहिँ आज चाहिँ दिनभरि पला जस्तो छ मौसम हेर्दाखेरि ल त्यही हो अब हामी चाहिँ सी लाइफतिर जान्छौँ अब हेरौँ कस्तो कस्तो माछाहरू जलपरीहरू कस्तो कस्तो के छ जेस अब हामीले हेरिरहेको अब डिस्कभरीमा हेरिरहेको टाइपको आउँला नि देखिला ल एक्सपिरियन्स कस्तो हुन्छ है ए सेलिब्रेटी त्यहाँ चाहिँ मेरो फोटो नि छ भने जस्तो लाग्थ्यो अब त्यही अब हामी रिबन काट्न जाँदैछौँ है त अब हामी त्यतै भेटौँ ल स्टे ट्युन ओके हामी इन्टर भयो है त सी लाइफ क्यूट अहिले आफै बनाएको होला नि है अनि म त क्यामेराले खिच्छ आँखाले हेर्छु यार क्यामेरामा हेरेर त भाइब चाहिँ नआउने है वर्थ इट भयो होला जस्तो छ अब यो हेर्न पाउने त्यस्तै हो क्यामेरामा यस्तो देखेछ यार आँखामा त ए भगवान त्यो गर्नै नसकिने क्या है भइहाल्ने गर्न नसकिने पिस क्या अब कस्तो क्युट यार इतनै मिलेगा होला नि त चितवन मौसम के हो बुढी हो तेरी यार केड़ा हो पाउनु हो देख्न वर्थ वाचिङ ल मजा आयो अझै के अफर गर्छ है त हामीलाई के हो यो त हाम्रो बाजे हो नमस्ते बाजे कसको मैले त्यस्तो हेर्दिनँ
आनन्दको भाइब्स हो। यो चाहिँ मेरो मिसेसले बुढीले खोज्नु भएको यो ठाउँ। अनि आनन्द चाहिएको थियो कि सिटी घुम्दा घुम्दा भक्क भइसकेको थियो। आनन्दको के ओए उता त झन् के हो क्युट है। आर्टिफिसियल होला यिनीहरू। माछा राख्यो एक्वेरियममा। ओए सियर्स सानो यार। के हो यो? स्कर्पियन फिस रे। तिमीले त्यो स्क्यान कहाँ राख्यो फोटो खिचेको वाला? के को लागि? मसँग छ नो फ्ल्यास। ओके टन्नै रहेछ, सानो रहेछ। यो त नमुना रहेछ बुढी। उता त हे भगवान यो को हो त यार? नमुना बुढी आउन आऊ यहाँ। यतापट्टि कुन संसार हो यो? जाउँ यसरी घुम्दै जाऊँ। अब एकछिन हेरेर बसौँ न यो क्रिएचरलाई के। हाम्रोमा त गडेला भन्छ होइन यसलाई? यसको मतलब चाहिँ यो रहेछ। विदेशी गडेला है। यसमै गडेर बस्ने खाले रहेछ है। हेलो जलपरी, हाउ आर यू? ओके सियर्स त अघि नै हेरे होइन र? हेरे नि आनन्द। भेराइटी नै भेराइटी छ। सानो रहेछ। बच्चा सियर्स ठुलो हुँदैछ। ठुलो हुँदैछ। जादूगर बाजे त्यहाँ खापुन खा स्वादी खा। आओ यहाँ हल्का
हेलो मैले आनन्द आछ एउटा भ्लग चाहिँ हाम्रो यो सी लाइफकै होला सी अर्चिन हेर न के हो दुम्सी जस्तो दुम्सी नै हेर्दा आँखा चाहिँ त्यसको त त्यो माथिको आँखा जस्तो छ है लाइट अनि के हो के संसारको सबै कुराहरू ल्याएर जस्तो छ नामै त सी लाइफ अब समुद्रमा पाउने कुराहरू अब सबै आँखा चाहिँ डेन्जर रहेछ यो आँखा जस्तो लाग्छ मलाई दुम्सी ल दुम्सी भनिदिउँ अब के भन्ने त नाम दिँदाखेरि ए यो त नक्कली होइन ए ओइ साँच्चीकै पो रहेछ यार नक्कली भनेको हौ यो त बाघ के अरे चितुवाको छालाको उकेमा क्या लाइफ टाइम मेमोरिज भयो यार यो त अहिले नदेखे कहिले देख्न पाउने त यो भगवान् के हेर्न पर्यो हो यो कस्तो कस्तो कुराहरू रहेछ कि समुद्रमा कि पानीको आवाज सुन्दा नि आनन्द लाग्ने जङ्गलमै छिराएको भयो यो खोला भएर हो कि सार पाल्दै हो क्या है यिनीहरूले यार यो भित्र जङ्गलमै हिँडे जस्तो बनायो के भ्याएको त यो केटा हो ए भगवान् भ्याएको त चिसो भएको कुन चाहिँ थियो पारो सानो डाइनोसर सानो डाइनोसर माथि चढिरहेको यिनीहरूले खा हो क्या हेर्दा ओए यो भित्र के लुक्या आयो डाइनोसर माथि खाइरहेको छ बिचरा रमै अर्को हुने ओए के डेन्जर हो यो त यार कहाँबाट पाउँछ हो यिनीहरूले खै म चाहिँ फेरि अरूबाट चाहिँ जनावरबाट चाहिँ अलिअलि लाग्छ इन्डोर क्याफे पनि रहेछ के ओए पाइथन हरियो घाँससँग लुकेको छ अरे फेरि यताबाट ठिक रहेछ ओ संसारको अद्भुत जीव जन्तुहरू प्रजातिहरू बढी
Golden is coming. Sound effect vibes. के भन्छ अरे यसलाई आँखा पनि कस्तो मजाले हिँडिरहेको क्या पुलुक गरेर आयो क्या पुलुक गरेर आयो ओए पाइथन हो सर्पाले चाहिँ हामीलाई यस्तो देख्छ अरे केटा यस्तो देख्छ अरे ल यो म है यो फेरि भ्लगर एक छाड हुन्छ यार ओए यो त के होला कस्तो हो यो त It's for like your touch rocks. They're very expensive. And try eggshells. It's from bamboo sharks. Bamboo shark eggs. Yes, bamboo shark eggs. The baby came out. They hatch already. If the baby is still inside the egg cannot hold like this, it's gonna be dry. So they have to stay in the water all time. Thank you. मजा आयो मन सुन्यो होला यो फेरि अर्कै हो त्यहीबाट आएन हामी ए पेंगुइनको घरहरू ल हेरेर यहाँ भुलिरहँ जस्तो हुँदो रहेछ काम पौडी खेल्न आएगा गयो गुफाभित्र हाम्रो लागि आए जस्तो गरेर है मेरो बुढीलाई फेरि अलिक बढी एनिमल चाहिँ मनपर्छ एनिमल लभर होइन नि हुन त अब मै बाघ जस्तो भएर अलिकति अरू कुराहरूको वास्ता नलाग्यो हिजो यार बाघसँग यसो खेल्न गएको बाघ डराएर हैरान यार केटा हो बाघ डराएर हैरान भयो रुको जरा सबर करो डरेछ तिनीहरूले छोकी पुच्छले हान्छ
बाघ डराएर हैरान हिजो जेली संसार यता यता कम दिस साइड जेलीफिश नाइस हो त्यतिकै फेरि मुनि नभइकन हो ठिक छ कस्तो चिज हो यार यो यार एनिमेसन जस्तो लाग्ने यार तर रियल है यस्तो छ संसारमा त्यसै संसार हेर्नुपर्छ त भनेको होइन है संसार त्यसै घुम्नुपर्छ त भने होइन रहेछ तिम्रो बहिनीलाई देखाइदियो अब सालीलाई यो भ्लग हेऱ्यो भने चाहिँ सायद हामी समुद्रमै छौँ जस्तो लाग्छ होला तपाईँहरूलाई पनि हामीलाई पनि समुद्रमै छ जस्तो लागिरहेको छ है यो सानो माछाहरू खाइदिनु गरेन अब सायद अब यही एन्ड जस्तो छ अब यो चाहिँ सी लाइफको चाहिँ तपाईँको यही इन्डिङ जस्तो छ त्यही हो हामीलाई चाहिँ एकदमै दामी एक्सपिरियन्स भयो तपाईँहरूलाई पनि सायद राम्रै भयो होला होइन पाइन्छ अब यहाँ टक्का हामी फोटो खिचेर ट्याग लाएर भयो भने के हाल्छ क्या हामीले त्यो हो काट्ने सार्क टनेल लास्टै नजिक देख्दो रहेछ यहाँबाट त्यो अन्डर वाटर मेरो बेकार भयो कान मात्रै दुखायो खानेकुरा त्यहाँ जस्तो छ कि यो अर्कै टाइपको रहेछ कि यसको सुनले त फेरि छाती पल्लो Actually, they are big size of the penguin after emperor and king penguin. The other birds large after emperor penguin are funny species. They tend to with a height about 90 to 100 centimeters tall, and the weight is about 7 to 10 kilograms. And the two penguin actually live in South Pole in the country of South Georgia, and also can be found in Falkland Islands to everyone. So as I mentioned, for the penguin right here, they live in very cold area in the South Pole. So that will be the reason that. Alright, everyone. So right now it looks like our penguin they are turning more, but our side is looking to big penguin. They want to feed this time.